चामरुवा खान्छ हैन। यो सुगरलाई प्रेसरलाई चामरा यो चामरा खान्छ। अनि अब थाइरोइडको लागि यो अश्वगन्धा यो खान्छ। अनि यो अश्वगन्धाहरू योहरू खान्छ हैन। अनि तपाईको गाना गोला ग्यास्ट्रिक त्यस्तोहरूलाई चाहिँ फेरि हामीले जडीबुटीबाटै पेलेहोरी गरेर हैन बनाएर हामीले यसरी गोली बनाएर यस्तो यो चाहिँ गाना गोला ग्यास्ट्रिक कब्जियतलाई यसले चाहिँ अति राम्रो हुन्छ। यही बेच्छु यही बनाउँछु खान्छ। अनि यहाँ हुन्छ हाम्रो यो जडीबुटी हाम्रो यो बात बिमारको नसा सम्बन्धीलाई हाम्रो यो जडीबुटीको यो खुवाउँछु यो ट्याब्लेट बनाएर खुवाउँछु। अनि खोकीको टन्सिलको त्यस्तोहरूको बारेमा पनि आउँछ हैन। हाम्रो यो माझी फलहरू अनि यो जेठी मधुहरू जस्तै हाम्रो यो हर्राहरू खुवाउँछ बर्राहरू गरेर यो फोक्सोको सम्बन्धी हैन खोकी चल्ने सास दम बढ्ने त्यस्तोलाई हुन्छ त्यस्तोहरूलाई पनि आउँछ। अनि अल्सरको लागि चाहिँ आउँछ हाम्रो यो सतुवा। यो सतुवा चाहिँ माथि हाम्रो लेगबाटै लिएर अनि त्यो सतुवा यासोगुम्बा त्यो फिट गरेर त्यसरी अनि खान्छ आउँछ। थाइरोइडलाई त्यस्तोहरूलाई त्यसरी खान्छ। यो यासोगम्बाहरू खान्छ। यो यासोगम्बा एउटाको 1000-1500 त्यस्तोले हामीले बेचेर त्यसरी अहिलेसम्म जाति भइरहेको छ। यो जडीबुटी जति खायो उति फाइदा हुन्छ। बिफाइदा हुँदैन फाइदै हुन्छ। यो चाहिँ अब जति खायो यस्तो अब रिएक्सन चाहिँ केही हुँदैन। अर्ग्यानिक यो चाहिँ अब जति खायो त्यति फाइदा दिन्छ। यसले चाहिँ त्यस्तो भयो कोही कोही बेला अब 9-10 हुन्छ कोही कोही बेला 5-6 हजार हुन्छ कोही कोही बेला 2-3 हजार पनि हुन्छ हैन। भनौँ न अब लगभग हाम्रो समथिङ हाम्रो महिनाको 60,000 70,000 त्यस्तोमा हुन्छ अहिलेसम्म। त्यही यही बेचेर राम्रै सबै घर व्यवहार सबै गरेर अहिलेसम्म खाइरहेको छु राम्रै भएको छ। शिलाजीहरू हामी भिरबाट माथि पहर भिरबाट यस्तो डोरीबाट झरेर अनि भिरमा पक्लेको त्यस्तो गरेर खुर्काएर ल्याएर यसरी डिब्बामा हालेर यसले चाहिँ अनि खुनहरू सफा गर्ने अनि अल्सरलाई अनि यस्तो किनभने यो दिशामा खुन जाने हर्षको लागि काटेको घाउमा यसले यति राम्रो यसले जाति हुन्छ। यो शिलाजी यो पहाडबाट ल्याएको। श्रीमान छोराछोरी अब छोराछोरीहरू त पढेर अहिले 12 पढेर एउटा छोरा चाहिँ उतै दुबई जानुभयो। अनि अब अरूहरू चाहिँ अझै पढ्दैछ छोरा पढ्दैछ। सबभन्दा सानो अहिले 8 वर्षको 2 मा पढ्दैछ। मेरो हस्बेन्ड चाहिँ अहिले यही जडीबुटी खोलेर 20 वर्ष भयो। उसले पनि यही काम गर्नुहुन्छ धरानमा माथि माछा भौरीमै। म चाहिँ यहाँ इटरीमा गर्छु। सहयोग राम्रो गर्छ। मेरो नानीको बाउले पनि दिनको 5-6 हजार तक बेचेर आउनुहुन्छ। हाम्रो माथि सङ्घसभा हाम्रो किमथाङ्कादेखि लिएर अनि यता खाँदबारीदेखि लिएर यता हाम्रो महाकालो साइडदेखि लिएर अनि माथि बरुणदेखि गरेर यता हाम्रो उता दार्जिलिङ सिक्किमदेखि गरेर यता पश्चिम उता हाम्रो हुम्ला जुम्ला त्यताबाट समेत हामीले कनेक्सन गर्छौँ। म सामुदायिक अगाडिमा बसेको भयो म लगभग 14-15 वर्ष भयो। यो कौरा चाहिँ अब धनतेरसको दिन यो लक्ष्मी पूजा गर्दाखेरि पुस्नुको लागि यो कौरा अनि यो कमलगट्टा अनि यो घुम्दी चक्रा अनि यो लालगेरी यति 1 2 3 4 यो 4वटा मजाले त्यो पेक गरेर अनि यो चाहिँ पूजा गर्दाखेरि यो चाहिँ अनि चाहिने यो चाहिँ धनतेरसको दिन यो चाहिँ मजा गर्ने। यो कमलगट्टाको यो मालाहरू योहरू धनतेरसको दिन यो मजाले गर्ने लगाइदिने हैन त्यसरी गरेर गर्ने। अनि यो मुजुरको पाकहरू पनि यो लक्ष्मी पूजाको दिनै यो उनीहरूले अब त्यो गरेर त्यही पूजाको दिनै यो पनि चाहिन्छ। यो पनि त्यसरी सबै बेचेर त्यसरी गर्छ। अनि यो पनि हाम्रो माथि सङ्घसभा हाम्रो च्याप्चे पच्याम्नाङबाट सुनबाती भेलुङबातीले पेलेर यसरी लामा धुप बनाएर यो पनि यसरी बाल्छ।
तपाईँको यो पनि हङकङबाट ल्याएको हङकङमा मर्छ यसले गुलिया न गुलिया हुन्छ यो जार एकदम गुलिया हुन्छ जति राख्यो उति गुलिया हुन्छ यो राम्रो हुन्छ यो पनि बेच्छ हामी अनि यो चिम्बिङ भने यो माथि हाम्रो माथि हिउँ फल्ने रङमा मात्रै यो फलिन्छ यताउति कहाँ बेसी सेसी कहाँमा पनि फल्दैन यो चाहिँ अनि यस्तो हाम्रो रुगा खोकी मक्की चलेको बेला यसले चाहिँ मजाले टमाटरको अचारमा पिसेर खायो भने यसले राम्रो यसले रुगा मर्कीलाई पनि काम गर्छ सिया लाग्दा पनि यो चपाएर जिउमा लगाइदियो भने यसले चट्टै छोड्छ यसले यो राम्रो यो अति महत्त्व छ यो अनि अरू यो तिल जौ चाहिँ यो अब यसो पूजासुजा केही त्यस्तो गरा दशा मन्साउनुलाई चाहिँ यो चाहिँ त्यसरी लान्छ अनि यो हाम्रो यो पहाडको उयो माथि पहाडको यो चाहिँ हाम्रो सक्खर हाम्रो यो चाहिँ माथि खाँदबारी माथि हटिया गोलाको सक्खर हो यो चाहिँ माथि पहाडको यो चाहिँ अब बिमारी भएकोलाई चाहिँ चिनी खानुभन्दा यो खाएको राम्रो हुन्छ यो पहाडको सक्खरले राम्रो गर्छ 200-300 बिमारीको त्यस्तो यो दबाई जडीबुटी नै छ हाम्रो सुगरको गाना गोला गेस्ट्रिकको कब्जियतको अब यस्तो थाइरोइडको होइन प्रेसरको अनि अल्सर त्यस्तो हरेकको त्यस्तोहरूको छ अनि यस्तो दिशामा कुन जाने हर्साको मासु पलाउने त्यस्तोहरूलाई अपरेसन गर्नु नपर्ने हाम्रो दबाई खाएर नै भित्रभित्र सुकाउने दबाईहरू हाम्रो जडीबुटी अर्ग्यानिक नै पाउँछ चाहिँ यो गल्फुले निस्केकोलाई त्यस्तोहरूलाई लाउने त्यो हारे ओकर चाहिँ अब यस्तो कसैको कुनैको दिमाग नभएको दिमाग अलिक यसो मेन्टल भएकोलाई चाहिँ त्यो मजाले कुटेर त्यसको भित्रको दाना खायो भने त्यसले चाहिँ दिमाग फ्रेस हुन्छ त्यसरी आउँछ त्यसले चाहिँ राम्रो त्यसरी गर्छ काकन बेच्दाहरू सुत्केरीको लागि आङ जिउ बान्ने त्यस्तोलाई अनि कुटेर अनि पुवा बनाएर खुवाउँछ अनि यो हर्चुर चाहिँ फेरि लडेको भाँचेको त्यस्तोहरूमा जस्तै अब लडेर हातखुट्टा हड्डी भाँच्यो भने हड्डी जोड्नको लागि यो हर्चुर यो चिप्ले किरा अनि त्यहाँदेखि काँचो सिम्रिकहरू त्यस्तोहरू खायो भने चाहिँ अनि यसले चाहिँ एकदम सिसा जस्तो फुटेको मजाले यसले जोड्छ यो चिप्ले किरा यो हर्चुरहरू अनि ऊ त्यो अमला हर्रा बर्रा त्यस्तोहरू चाहिँ त्यो कब्जियतको लागि खान्छ मेरो नाम पोपो पाउँछुवा म चाहिँ माथि भोट खोलाबाट आएको हाम्रो सङ्घ सभा हाम्रो च्याम्दाङ म चाहिँ च्याम्दाङ वार्ड नम्बर 6 मा बस्ने त्यहीबाट आएको हाम्रो माथि सङ्घ सभा भोट खोलाबाट जडीबुटीहरू सबै लिएर आइवरी गरेर मैले यो जडीबुटीको काम गरेको लगभग 30 वर्ष भयो होइन अनि अब मेरो परिवारहरू यही बेचेर नै अहिलेसम्म अब छोराछोरी पालेर हुर्काएर पढाएर सबै त्यस्तै गरेको छु अहिलेसम्म यो राम्रो हाम्रो जडीबुटी अर्ग्यानिक राम्रो भएको छ सबैले खाइरहेको छ अनि युज गरिरहेको छ हामी पुर्ची गाड्छौँ अनि उनीहरूले अब जम्मा गरेर भेला गर्न लाउँछौँ अनि हामी चाहिँ अब गएर अनि गाडीमा लोड गरेर पुर्ची काटेर सामुदायिकको त्यस्तो त्यो गरेर सबै गरेर कागजपत्र सबै गरेर त्यसरी लिएर आउँछौँ हामी